routine cases. बर्खानाले आँप पाकेछ भने ठिकै रहेछ हौ सब्जीहरू के गाउँदो रहेछ नि तपाईँले Hello everyone, hope you guys are fine. अहिले चाहिँ म खाजा खाइसकेको छु अन्त आइएम जस्ट गेटिङ रेडी फर माई ड्युटी 34 भएछ सो बाई 9 आई हेभ टु रिच देयर गेलेफु बाइक यहाँ छोपेर राखेको छ प्लास्टिकले छोप्नु परेको कारण चाहिँ फर्स्ट रिजन पानीदेखि प्रोटेक्ट गर्नु लागि हो सेकेन्ड रिजन चाहिँ यहाँ ढाडेले सिट कोपारेर ढुट्टो भएको छ नि अच्छा यहाँ चढ्यो अरे खोर्सेर यहाँ ढुट्टो भएको छ यहाँ आर्टिस्ट चाहिँ यो आर्टिस्ट चाहिँ गजब बेइज्जती है सो लेट मी सेयर यु समथिङ के हामीले बाइक अब ओभरनाइट राखेर स्टार्ट गर्दाखेरि चाहिँ वी हेभ टु डाइरेक्ट इग्निसन चलाउने होइन किक स्टार्ट गऱ्यो भने चाहिँ छिटो हुन्छ अरे नभए चाहिँ बाइक छिटो हटपट स्टार्ट हुनु मान्दैन नि त्यस्तै 5 किक्स दिएर चाहिँ त्यहाँपछि स्टार्ट गऱ्यो अरे हेलमेट खोइ हाल्नु तेरो नेपाली हो नि And right now I am about to reach Gelifu. I am nearby GMC airport area. मेरो लेफ्ट साइडको मास्तिर चाहिँ यहाँ GMC airport बनिँदैछ. It's gonna be huge airport. अहिले चाहिँ म एयरपोर्ट जाने बाटोकै मुन्तिरपट्टि छु अन्त यहाँदेखि चाहिँ डबल लेन हाइवे बनाएको छ यो चाहिँ 1 इयर जस्तो मात्रै हुँदैछ बनाएर भर्खर बनाएको रोड हो यो चाहिँ दिस डेज गेलिफुमा चाहिँ अहिले ठुलो वाङ हुँदैछ नि त द्याट्स वाइ देयर इज अ ह्युज क्राउड एन्ड सो मेनी कार्स भेहिकल्स त्यही भएर म अहिले चाहिँ माथिल्लो बाटो जानु पऱ्यो र यताबाट जाँदाखेरि चाहिँ ट्राफिक पनि एभोइड हुन्छ अन्त छिटो पनि पुग्छ यहाँदेखि चाहिँ डाइरेक्ट माथि हस्पिटल जानु सजिलो हुन्छ र यता देखेको चाहिँ सबै यहाँ मेरो लेफ्ट साइड र राइट साइड बोथमा चाहिँ फ्याक्ट्री र वर्कसप्सहरू छ यहाँ चाहिँ यता गेलिफुको वर्कसप ब्रिक फ्याक्ट्रिजहरू चाहिँ सबै यता भयो अन्त यहाँ आइपुग्दाखेरि चाहिँ राइट टर्न लिनुपर्छ हस्पिटल जानु लागि चाहिँ On my right side below there is Bhutan's huge cricket stadium followed by अलिकतिर चाहिँ गेलिफु हायर सेकेन्डरी स्कुल छ अन्त यो परतिर देखेको बिल्डिङ ठुलो चाहिँ गेलिफुको रेभिन्यू कस्टमको अफिस हो अहिले चाहिँ म हस्पिटल आइसकेको छु बाइक छिट्ट पार्क गरेर राख्यो गेलिफु हस्पिटलको इमर्जेन्सी सेक्सन म चाहिँ माथि थर्ड फ्लोरमा जाँदैछु अनि चाहिँ म सर्टकट बाटोदेखि आएर लिफ्ट जानु पऱ्यो यो चाहिँ थर्ड फ्लोरको एसी रुम यता हो हाम्रो ओटी चाहिँ यता हो यो चाहिँ सटरडे होइन सो देयर वोन्ट बी एनी रुटिन केसेस बट देन इमर्जेन्सी केसेस आयो भने चाहिँ वी हेभ टु एटेन्ड द्याट अन्त सटरडे चाहिँ हाम्रो यहाँ क्लिनिङ मात्रै हुन्छ सो अहिले चाहिँ म भित्र जाँदैछु ओटीभित्र सो आई वोन्ट बी रेकर्डिङ हियर आफ्टर आई विल कन्टिन्यू रेकर्डिङ समटाइम्स लेटर अहिले चाहिँ
ड्युटी ओभर भइसकेको छ मेरो अन्त अहिले म जिमतिर जाँदैछु आई हेभ जस्ट रिच द जिम अहिले चाहिँ कोही आएको छैन किनभने अहिले जस्ट 1:45 मात्रै हुँदैछ सो युजली एट दिस टाइम देयर इज नो वान खाली छ जिम एन्ड टुडे आई एम गोइङ टु लेग वर्कआउट र मेरो लेग वर्कआउटमा फर्स्ट एक्सर्साइज चाहिँ जहिले पनि स्क्वाट्स गर्छु अहिले स्क्वाट्सको 15 केजी लगाएको छु अन्त अझै थप्दै गर्नु पऱ्यो I'm sliding, I'm riding through the back like fuck. Must have hold a beat, bro. तीन सेट चाहिँ सक्यो अन्त नेक्स्ट चाहिँ अब यो चाहिँ परदेखि लेग कर्ल गर्नु पऱ्यो अन्त किनकि यो स्क्वाट्स गर्दा चाहिँ फर्म मिल्दैन रहेछ क्या कि अन्त फर्म नमिलेर हाम्रो ब्याक पछाडि लोवर ब्याक चाहिँ अलिकति साह्रै दुख्छ लेग कर्लको 3 सेट्स पनि सक्यो अन्त त्यही बेसी सकेन 35 केजीले 3 सेट्स गऱ्यो किनभने के भन्छ ह्यामस्ट्रिङको बिलो द ह्यामस्ट्रिङ त्यो पहिला बिगिनर भएर जिम गर्दाखेरि राम्रो फर्ममा गरेन रहेछ क्या कि अन्त सार्प पेन हुन्छ लेग वर्कआउट चाहिँ सक्यो अब वेट चेक गर्नु पऱ्यो लास्ट टाइम मैले चेक गर्दाखेरि यस्तै 69 70 जस्तो थियो अलिकति 2 केजी बढेछ त 72 त्यो अन्त घर गएर नुहाइधुवाइ गरेर भरे चाहिँ गेलिफु फर्केर आउनुपर्ने रहेछ किन भन्दाखेरि चाहिँ भरे चाहिँ हाम्रो फेयरवेल छ कि हाम्रो 2 जना ओटीको स्टाफ चाहिँ उनीहरू जाँदैछ नि त यहाँदेखि त्यही भएर उनीहरूको लागि फेयरवेल प्लान गरेको रहेछ 6:30 तिर फर्केर गेलिफुमै आउनुपर्ने रहेछ र अहिले चाहिँ म घर जाँदैछु अहिले चाहिँ 6 भइसकेको छ अन्त यस्तो रात झमक्क पर्नु आँट्यो र म चाहिँ अहिले गेलिफु जाँदैछु फेयरवेलको लागि जाँदैछु भर्खर गेलिफु पुगेँ होइन अन्त अहिले चाहिँ म पेट्रोल पम्पको अगाडि पुग्छु अन्त फेयरवेल चाहिँ 6:30 अनवर्ड्स भनेको रहेछ सो द्याट्स वाइ अहिले चाहिँ जस्ट 6:30 त भयो तर 7 तिर जानु पऱ्यो म चाहिँ अहिले चाहिँ म डाइरेक्ट एनपिपिएफ कोलोनी जानु पऱ्यो किनभने त्यहाँ एकजना दाजु छ नि त उसँगै भरे फेयरवेल चाहिँ उसँगै जानु पऱ्यो सो राइट नाउ आई विल बी गोइङ डाइरेक्ट टु एनपिपिएफ कोलोनी यो चाहिँ एनपिपिएफ कोलोनी हो यहाँ गेलिफुको टपमा चाहिँ दादा बस्छ नि हजुर आउनु यहाँ चाहिँ दादाको घर यहाँ टप फ्लोरमा बस्नुहुन्छ नि काण्ड मचाउँदै जान्छ ब्लग गरेको नि ब्लग आज अहिले चाहिँ यहाँ दादाहरू सब्जी किन्नु जाने अरे यस्तो छ रहेछ यहाँ चाहिँ नयाँ मार्केट एकदम दामी बनाएको रहेछ यो लानु ल नखाऊ खोइ त अब नानु नि सब्जी हेर्नु पनि मलाई नि रहेछ त लानु नि एरोमा के चाहियो सब्जी मिसाएर के फाल्टो
यही बोकेको छ Same हो यो प्राइस यो हुनु नि पावा यो लानु यो खानु मन पर्यो मिक्स गरेर लानु नि त एउटै त्यो झुक्किनेर छ नि आप भने अन्त आफै छ अन्त हेर नि बर्खा नलगी आँप पाकेछ भनेर नि काँक्रासँग आँप मिसिन्छ भनेर होइन गाउँको काँक्रा हुन्छ नि त्यस्तै रहेछ नि मिठो हुन्छ नि यहाँ माथि तलमा चाहिँ फ्रुट्सहरू पाउँछ अरे यहाँ ग्राउन्ड फ्लोरमा चाहिँ माथि चाहिँ फ्रुट्सहरू छ माथि चाहिँ दावाले कल आउँछ ग्राउन्डमा चाहिँ यहाँ भेजिटेबल्सहरू पाउँदो रहेछ म पनि यहाँ फर्स्ट टाइम आएको अहिले के भन्छ इनेगुरेट गरेर चाहिँ अहिले फर्स्ट टाइम आउँदाखेरि यस्तो देख्छ राम्रो बनाएको रहेछ नभए त त्यो पर झोपडीमा थियो कि यहाँको भेजिटेबल मार्केट अन्त पानी पर्दा घाम लाग्दा अलिक अप्ठ्यारो हुन्थ्यो नि त अहिले चाहिँ यस्तो बनाएर चाहिँ राम्रो बनाएर यहाँ माथि हो नि अलिक उतादेखि होइन हो यो पर हो नि केडी होटेल भन्छ पार्किङ पाउनु नि त हुनुपर्ने एउटा रहेछ दादा यहाँ पर नि यहीँ हालेको हुन्छ त यहाँ छैन एकदम घुम्ने बेला भयो केडी यहाँनिर रहेछ ट्राभल यहाँ दादा स्मार्ट भएर हिँड्नु हुँदैछ अगाडि अगाडि ब्रदर दोजी हो दोजी यो गाउने मान्छे चाहिँ ब्रदर योगा हो हाम्रो यहाँको खतरा सिङ्गर हो ब्रदर मन्दिप ब्रदर योगा ब्रदर गोपाल आता कोतारा आता उगिन गुड इवनिङ Some of us are not even 34 much in Sugata. So we served 34 years in our healthcare, and it's truly inspiring. And sister, congratulations for that. And on behalf of all the patients that you have served so far, we thank you very much, and hope you have a very happy retirement here on. I was and Dr. Amita got one also. All those happy moments are going to be lost. कत्रो मान्छे अगाडि गएर बस्यो छिल्यो त उसले दिन्छ अनि यस्तो न चिप गेस्ट चाहिँ पेमा छेजम यता हेर्नु नि पेमा छेजम हाम्रो पेमा छेजम चाहिँ अब जाँदैछ सिङ्गापुर
के रहेछ हौ सब्जीहरू चापाती अरे रोटी चावल चापाती सुँगुर सब्जी त खाउँ त भएन त अहिले चाहिँ सबैजना गइसकेको छ यहाँदेखि अन्त हामी 3 जनै मात्रै छ योगा मात्रै छ अहिले बोरिङ बनायो नि त बोरिङ हामी 3 जना पनि यहाँ बाहिर निस्किसक्यो अरू चाहिँ अघि नै गएको यहाँ किनभने यस्तो भयो अघि यहाँ इन्जोय गरिरहँदाखेरि चाहिँ त्यहाँ केस आइदिएछ नि त अन्त नाइट ड्युटी हुनेहरू चाहिँ माथि जानु पऱ्यो नि त त्यही भएर सबैजना अघि नै हस्पिटल गयो नाइट ड्युटी हुनेहरू चाहिँ अन्त अरू बाँकी रहेकोहरू पनि हो त विक हुन्छ नि कहाँ छ रहेछ है यो कता त ओके गाउँदो रहेछ नि तपाईँले के भन्नु पर्दैन उसको अर्को छ नि युनिक छ उसको उसको चाहिँ गोपाल के रे नारायण गोपाल जस्तो नि उसको भाई साहब कुछ ज्यादा नहीं हो गया इंस्पायर फ्रॉम हो उसको इन्स्पायर थियो आइडल थियो नारायण गोपालको उस्तरी मनै सडरा उसको नाइट ड्युटी हैन म त माथि मन्दिर त माथि गएर चाहिँ मन्दिर ओटीमै गएर हैन के अरे बाइक मैले उतै पार्क गरेछ कि सजिलो हुन्छ हैन हैन बाइक मेरो यी छ नि त बिहान सजिलो हुन्छ नि त हो त टोकीको रेस्टुरेन्टभित्र आएर बसेको छु अहिले चाहिँ मिड नाइट 12 बजिसकेको रहेछ आजको ब्लग चाहिँ यतिमै राख्नु पऱ्यो सो द्याट्स अल फर द टुडेस ब्लग यो ब्लग चाहिँ आज यतिमै एन्ड गर्दैछु म निन्द्रा लाग्नु आँट्दैछ अब चाहिँ पनि सुत्छु होला अन्त सो द्याट्स अल होप यु गाइस एन्जॉयड माय भिडियो डोन्ट फर्गेट टु लाइक कमेन्ट and like if you have any feedback regarding my video you are always welcome to share that feedback so that I can be able to improve and bring up more better content and good night and take care. See you in the next video. Bye bye.